यस्तो टिचर कसैलाई नपरोस्। आज पनि पन्तु स्कुल जान ढिलो भयो। क्लास सुरु भइसकेको थियो र मोटो सरले रिसाउँदै भने, पन्तु तिमी फेरि ढिलो आयो, पछाडि गएर एक्लै बस। पन्तु चुपचाप गए पछाडिको सिटमा बसे। भोलिपल्ट पनि पन्तु ढिलो नै पुग्यो। यसपटक सरले झन रिसाउँदै भने, बाहिर निस्की, आजको लागि तिमी क्लासमा बस्न पाउँदैनौ। पन्तु निराश हुँदै स्कुलबाट निस्कियो। सधैँझैँ ऊ बाटोमा फालिएका बोतल र खानेकुरा टिप्दै हिँड्थ्यो। त्यसै बेला मोटो सरले परबाट पन्तुलाई देखिरहेका थिए। पन्तुले केही नबोली आफ्नो काममा ध्यान दियो र बाटोमा फालिएको रोटी भेटेपछि त्यसै खायो। सरले यो दृश्य परबाट देखे। पन्तु त्यसपछि कबाडीमा गयो, जम्मा गरेको सबै बोतल बेच्यो। त्यो सबै पैसा लिएर ऊ मासु पसलमा गयो र आफ्नी बुढी आमाका लागि मासु किन्यो। घर पुगेर पन्तुले आमालाई मासु दिएर हाँसेको देख्दा ढोका बाहिर उभिएका मोटो सरका आँखामा आँसु आयो। त्यो क्षणमा सरले बुझिन् पन्तु ढिलो आउँथ्यो किनभने ऊ बिहान आमाको लागि काम गर्न जान्थ्यो। भोलिपल्ट पनि पन्तु ढिलो नै पुग्यो। तर आज सरले गाली गर्ने सट्टा मुस्कुरादै भने, पन्तु यो पैसा तिमी र तिम्रो आमा बुबाका लागि केही खानेकुरा ल्याएको छु। अबदेखि तिमीलाई कबाडीमा जानु पर्दैन। त्यो दिनदेखि मोटो सरको मन परिवर्तन भयो। साथीहरू, यस्तो असल शिक्षकका लागि तपाईले पनि एक लाइक र सब्स्क्राइब त गर्नै पर्छ नि, होइन र?